अब पुकार, तिमीलाई जवाफ दिने कोही छ कि? पवित्र जनहरूमध्ये कस कहाँ तिमी फर्कन्छौ? किनकि क्रोधले मूर्खलाई मार्छ र डाहाले बुद्धिको हत्या गर्छ। मूर्खले जरा हाल्दै गरेको मैले देखेको छु, तर एक्कासी मैले त्यसको वासस्थानलाई सरापे। त्यसका छोराछोरीहरू सुरक्षाबाट टाढा छन् अनि तिनीहरू मूल ढोकामा कुल्चिइन्छन् र तिनीहरूलाई छुटकारा दिने कोही पनि छैन। त्यसको फसल भोकाइएकोले खाइदिन्छ र काँडाहरूको बीचबाट पनि निकालेर लैजान्छ अनि डाकुले तिनीहरूको सम्पत्ति निलिदिन्छ। किनकि कष्ट धुलोबाट उत्पन्न हुँदैन, न त दुःख जमिनबाट उम्रिन्छ। तरै पनि आगोका झिल्काहरू मास्तिर उडे झैँ मानिस दुःखैको निम्ति जन्मन्छ। तर म चाहिँ परमेश्वरको खोज गर्ने थिएँ र मेरो मुद्दा परमेश्वरलाई नै सुम्पिने थिएँ, जसले महान र अगम्य कार्यहरू अनगिन्ती अचम्मका कामहरू गर्नुहुन्छ, जसले पृथ्वीको सतहमाथि वर्षा दिनुहुन्छ र खेतबारीहरूमाथि पानी पठाउनुहुन्छ। नम्रहरूलाई उच्च स्थानमा राख्नलाई फलस्वरूप विलाप गर्नेहरू सुरक्षामा उच्च पारियोन्। उहाँले धूर्तहरूका युक्तिहरू विफल तुलाउनुहुन्छ। यसैले कि तिनीहरूका हातहरूले तिनीहरूको योजना पूरा गर्न नसकुन्। उहाँले बुद्धिमानहरूलाई तिनीहरूकै धूर्तताभित्र पक्राउनुहुन्छ अनि टेढाहरूको सल्लाह तुरुन्तै पालन गरिन्छ। दिउँसो तिनीहरूले अन्धकारलाई भेट्छन् र मध्यदिनमै रातमा चाहिँ छामछाम छुमछुम गर्छन्। तर उहाँले गरिबलाई तरवारबाट, तिनीहरूको मुखबाट र शक्तिशालीको हातबाट बचाउनुहुन्छ। यसैले गरिबको आशा छ अनि अधर्मले उसको मुख बन्द गरिदिन्छ। हेर, धन्य हो त्यो मानिस जसलाई परमेश्वरले सुधार्नुहुन्छ। यसकारण सर्वशक्तिमानको ताडनालाई तुच्छ नठान, किनभने उहाँले नै चोट पार्नुहुन्छ र मलमपट्टि बाँध्नुहुन्छ। उहाँले नै घायल पार्नुहुन्छ र उहाँका हातहरूले निको पार्छन्। उहाँले तिमीलाई 6वटा सङ्कष्टमा छुटकारा दिनुहुनेछ। सातौँमा पनि तिमीलाई कुनै खराबीले छुने छैन। अनि कालमा उहाँले तिमीलाई मृत्युबाट र लडाईँमा तरवारको पन्जाबाट छुटाउनुहुनेछ। तिमी जिब्रोको कुर्राबाट लुकाइनेछौ अनि विनाश आउँदा तिमी त्यससँग डराउने छैनौ। विनाश र अनिकाललाई तिमीले हाँसिदिनेछौ, न त तिमी पृथ्वीका पशुहरूसँग डराउनेछौ, किनकि जमिनका ढुङ्गाहरूसँग तिम्रो वाचा हुनेछ अनि मैदानका पशुहरू तिमीसित मेलमिलापमा बस्नेछन् अनि तिम्रो वासस्थानमा शान्ति रहन्छ भनी तिमीलाई थाहा हुनेछ। तिमी आफ्नो वासस्थानलाई निरीक्षण गर्नेछौ र केही गुमाउने छैनौ। अनि तिम्रो वंश महान हुनेछ र तिम्रा सन्तानहरू पृथ्वीको घाँस सरह हुनेछन् भन्ने कुरा पनि तिमीलाई थाहा हुनेछ। जसरी अन्नको कुन्यु आफ्नो ऋतुमा भित्र आउँछ, त्यसरी नै तिमी पनि पुरा उमेर खाइसकेर आफ्नो चिहानमा पुग्नेछौ। यसलाई हेर, हामीले यसको खोज तलास गरेका छौँ। यो कुरा यस्तै हो। यो सुन र आफ्नो भलाइको निम्ति यो बुझिराख।